शेरेलाई फ्याँकेर गगन थापा आयो। म चाहिँ एकदम धेरै खुसी छु, किन भन्दा चाहिँ होइन अब एमालेको चाहिँ पत्ता साफ होला जस्तो छ क्या। अब हुन्छ नि अब शेरेले भएको अब केपीसँग गठबन्धन गर्थ्यो र अब प्रधानमन्त्री बन्ने के गर्ने गरेर एमाले अलिकति डर हुन्थ्यो। अब गगन थापाले अब केपी ओलीसँग त गठबन्धन गर्ने होइन क्यारे होइन। अब केपी ओली एक्लै अब केपी ओलीले अब काङ्ग्रेसले सपोर्ट नगरेपछि केपी ओलीको त्यो जुन एमाले पार्टी छ नि केही पनि काम छैन। त्यो भुरा खेलाइदियो भन्दै नि बच्चाको यताउति के भन्दै थियो, भाँडाकुटी खेलेको थियो। अब खेलेर बस्छन् बिचराहरू। ज्योति मगर उतै अब हुन्छ नि राम्रो राम्रो कलाकारहरू खकारहरू सबै उता गएको छन्, मिल्छन्, गाउँछन्, डुल्छन्, हिँड्छन् होइन। केही छैन, खोइ कताको कारागार पछि जान्छ भनेर खोइ कुन चाहिँले भन्दै थियो होइन। के अरे हाम्रो खगेन्द्रजीले भन्दै हुन्थ्यो हामीले जित्यौँ के अरे हामीले हार्यौँ भने त केही छैन, हामी त कलाकार जस्तो मान्छे यतिकै जीवनयापन गर्छौँ यताउति। तर तपाईँहरूले हार्नु भने त खोइ कता कहाँ होइन कहाँको कारागार पछि गएर बस्ने हो, त्यहाँभन्दा टाढा जान सक्नुहुन्न भन्थ्यो। अब त्यो चाहिँ पुरा होला जस्तो छ क्या। केही छैन केटाहरू। अब गगन थापाले जब साधारण सदस्य नरह्यो भने खुसी नै हुन्थे। अब जे होस्, अब सिरेलाई फालेर आफू अगाडि आयो त्यही नै खुसी नै छु होइन। किन भन्दा चाहिँ एमालेको पत्ता साफ हुन्छ। तपाईँहरूलाई चाहिँ के लाग्छ होइन, तपाईँहरू चाहिँ कति खुसी हुनुहुन्छ कि दुःखी हुनुहुन्छ कि के हुनुहुन्छ टक्क लगाएर कमेन्ट गरिदिनु।